जहाँ नारीको सम्मान हुँदैन त्यस्तो समाजमा धेरै नकारात्मक असर पर्छ। परिवारमा असन्तुलन हुन्छ, नारीलाई सम्मान नदिने परिवारमा झगडा, असमझदारी र तनाव बढ्छ, परिवार सुखी र शान्त रहन गाह्रो हुन्छ, समाजको विकास रोकिन्छ। नारी पनि समाजको आधार शक्ति हुन्, उनीहरूलाई अवसर र सम्मान नदिँदा समाजको क्षमता आधार नै प्रयोग हुन्छ, जसले विकास ढिलो बनाउँछ। शिक्षा र सचेतना कमजोर हुन्छ, जहाँ नारीलाई महत्त्व दिइँदैन त्यहाँ धेरै महिलाहरूले शिक्षा पाउने अवसर गुमाउँछन्। यसले भविष्यका पुस्तामा पनि असर पर्छ, अन्याय र हिंसा बढ्न सक्छ। नारीको सम्मान नभएको समाजमा अन्याय, हिंसा र भेदभाव बढ्ने सम्भावना बढी हुन्छ। संस्कार र संस्कृति कमजोर हुन्छ, नारीलाई परिवारको संस्कार र मूल्य सिकाउने आधार मानिन्छ। सम्मान नभए संस्कृति र नैतिक मूल्य पनि कमजोर हुन्छ। जहाँ नारीको सम्मान हुन्छ त्यहाँ घरमा सुख शान्ति र समाजमा प्रगति हुन्छ।